ल सबैलाई स्वागत छ फेरि पनि। आज चाहिँ हामी एकदम खोलाको निम्ति हामी तयारी भइरहेको छौँ हो। भनिदिउँ त यहाँनिर मेन मान्छेले चाहिँ यहाँ के गर्दैछ हौ? हजुर 7 किलो चाहिँ ल्याउँ खाने भनेको। मेलो बिमलले चाहिँ यहाँ खाने मेलो कुरा गर्दैछ हो। आज हामी 7 किलोमा चाहिँ माछा ल्याउँ भनेको, बेसी चाहिँ नल्याउँ, त्यहाँदेखि त पार्नै सक्दैन होला। आज चाहिँ हो नेजीको प्रायः सबैजना खोला गइरहेको छौँ र अब तल खोलामा गएर भरे माछा मारेको चेखा मारेको चाहिँ तपाईँहरूलाई प्रशस्त हामी देखाउँछौँ है। र आज चाहिँ नेजी डल्लै आज चाहिँ एकदम खाली भएको छ। आज चाहिँ यहाँ माछाको लागि हो, यो डल्लै तयारी हुँदैछ र भिडियो भ्लगलाई तपाईँहरूले माया गरिदिनु होला। र आज विशेष खोला गएको सम्पूर्ण कुरा अहिले हामी देखाउनेछौँ। ल खोलाको भ्लगमा तपाईँहरूलाई सबैलाई स्वागत छ। र आज चाहिँ हामी होलीको दिनमा यहाँनिर हामी खोला खेल्न निम्ति आएको छौँ। र अब हामी फेरि सुरु गर्न लागिरहेको छौँ। यहाँ पर हाम्रो ब्यागमा चाहिँ हाम्रो गाउँलेहरू छ। र अब टेबल दाजु सुरु भयो। अब हाम्रो माछा मार्ने कार्यक्रम सुरु हुँदैछ। र तपाईँहरू पनि सधैँ खुसी रहनुहोस्, आनन्द हुनुहोस्। यो चाहिँ हाम्रो राम्रो खोला छ है। अनि मेरो युट्युब च्यानललाई, पिटर ब्लगलाई, साथै फेसबुक पेज पिटर रोजल सुब्बा छ है। तपाईँहरूले लाइक एन्ड सब्सक्राइब गरेर माया गरिदिनु होला। र यहाँ चाहिँ हाम्रो गाउँले साथीहरू आज 7.5 किलो मात्रै लाने हाम्रो एकदम त्यो उयो पनि देखाइदियो त हाम्रो माछा। यसमा चाहिँ अब चाहिँ हाम्रो नजारा यस्तो छ है। यहाँ बुढिया यहाँनिर पिङ्क लाएर आज चाहिँ चेफा टिप्न आएको अरे। चेफा टिप्दैछ। चेफा भनेको चाहिँ पाको बच्चा। हातमा चेफा टिप्दै बसिरहेको छ। र आज हामी मात्र होइन, यहाँ थुप्रो सिक्किमबाट पनि आएको छ गाडीहरू लिएर है। रमाइलो छ जिन्दगी, गाउँले जीवन यस्तै हो। यहाँ चाहिँ हाम्रो गाउँकोहरू झालमुरी बनाउँदै बसिरहेको छ। आज यहाँ माथि पनि छ है सिक्किमको नजिकको सबै जेमिस भाइ चाहिँ सबै बसिरहेछ। गाउँले जीवन रमाइलो छ। तपाईँहरू पनि यसो घाम लागेको सिजनमा चाहिँ मजाले खोला खेलेर आफ्नो लाइफलाई इन्जोय गर्नु सक्नुहुन्छ। हाम्रो त के हुने यस्तै छ गाउँले जीवन। परमेश्वरलाई धन्यवाद। ल है आज खोलाको दिन यहाँ सुरु भएको छ। यहाँ चाहिँ के पास बाजे माइला दाजु आइतारास भेना भइरहेको छ है। लु छैन भन्दैछ र पनि माछा पक्रेको छ। र यो चाहिँ हाम्रो रामबाङ खोला हो। र आज चाहिँ हामी रमाइलो गर्न लागेका छौँ। ल नआगी गर्ने कुरा गर्दैछ। आफ्नैहरू चाहिँ अब मेन यहाँ अब वेपनहरू तयारी हुँदैछ हाम्रो पनि अब एकदम। हाम्रो खोलाको डाइटै आजको बस्तीको सुप। दुईको माइजू नाना हुन्छ। आज लन्च टाइम सुरु भएको हाम्रो खोलामा भनेको चाहिँ कुरा पनि मिठो हुन्छ। ल आजको मेन फिसरम्यान पत्रुस आजको बाइबलको पत्रुस आजको पत्रुस चाहिँ आयो। ल आजको पत्रुस भन्नु त के छ? माछाको अपडेट के छ? एकदम रमाइलो भइरहेको छ। माछाको अपडेट के छ आजको? तर करेन्ट लागेर आफै अलिक ए बिमल आजको पत्रुस हो नि त। बिमल चाहिँ घाँटीमा टाँस्यो नि उसले जता जाल हान्नु भने त्यता त्यही त हो। ल लन्च टाइममा हाम्रो मेरो पनि आए भाग लन्च टाइमको खाइयो। मेरो भ्लगमा बस्तीको
लन्च टाइम सुरु भएको छ अब सबैले खोलामा चाहिँ साह्रै मिठो हुन्छ सबै कुरो गोली खेल्न खोला खेल्न आएको अरे यहाँनिर यिनीहरू चाहिँ बिजी छ बोल्न खै इजाबेलले त हेर्नु इजाबेल खै जयमेसी भयो खै हेरी यता हेरी हेरी खोला खेल्न आएको कि फोन खेल्न आएको ल रोज खाना सुरु के छ के होस् रोजले पनि खाना सुरु गरेछ खै रेजिना त त कतिको छ डाइट बिरालोले नाग्नु सक्छ होला ए यहाँ झन् निकुमले त सुरु गरिहाल्छ नि ल हाम्रो खोलामा चाहिँ यस्तो रमाइलो पनि हुन्छ है यो गाउँले साथीहरू यहाँ दामी दामी गीत गाउँ है लु ल यो चाहिँ हाम्रो अर्को ग्रुप तल्लो ग्रुप यो चाहिँ आज एकदम रमाइलो पिकनिक गर्दै हामी आज खोलामा छौँ तपाईँ हेरेर इन्जोय गर्नुहोस् लाइक गरिदिनुहोस् ल आज स्पेसल सङ हाम्रो रोशन साथीबाट तपाईँहरूले सुनिदिनु मेरो भ्लगमा पनि छोटो रूपमा तपाईँहरूले सुनिदिनुहोस् उहाँ एकदमै गायनमा एकदमै इच्छा राख्ने व्यक्ति है ल ल ल ल दामी 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 यही रोशनको साथी एकदम चेहरा गोरेको छ रोशनलाई कस्तो छ गीत भन्यौ है आज रामबाङको रमाइलो क्षणमा पिकनिकमा हाम्रो रोशन साथीबाट एकदम स्पेसल सङ तपाईँहरूले एकदम मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला पिटर भ्लगलाई वाह 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 दामी छ दामी यहाँ उसको साथीले पनि एकदम चेहरा गरिरहेछ है एकदमै दामी 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 छ मेरो जीवन बाहर आउने सारा मोहनहरू दियो ठिकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु जति आँसु दिन्छु ल उहाँको गीत एकदमै राम्रो भएको छ रमाइलो छन् लु अर्को गीत लिएर आइहाल्यो हाम्रो बुद्धिला ओ आइदर्सम
ल खोलाको मेन माछा जालहारीहरू आजको। र अबको टर्नमा हुन्छ हाम्रो बुद्धिलालज्यू के भएछ हौ ए तिर्का रोशनलाई मात्रै साथ दिएको जस्तो बुद्धिलाललाई त पुरै ब्याट्रीले धोका दिएको अब खानु पक्का खानु पकाएर ए यहाँ धोका चाहिँ अब मान्छेले दिन्छ तर यहाँ चाहिँ ब्याट्रीले धोका दियो तर अघि नै अब छोटो चाहिँ खिचिदिइहालेको छु भरे मेरो भ्लगमा हेर्नु नबिर्दिनु होला ल हाम्रो चाहिँ ग्रुपमा दामी यहाँ हाम्रो ग्रुप एकदम माछा मार्दैछ यहाँनिर हाम्रो बुलियालज्यू सेवारको मालिक भ्लग बनाइरहेको छौँ र तपाईँले विशेष पिटर भ्लग अनि मेरो फेसबुक पेज पिटर रोजर सुब्बालाई तपाईँले माया गरिदिनु होला र आज चाहिँ हामी सम्पूर्ण गाउँहरू आज हामी खोला खेल्नलाई आएका छौँ र विशेष तपाईँलाई स्वागत छ र तपाईँहरूले पनि हेरेर रमाइलो गर्नु होला गाउँले जीवन एकदम ल आजको हाम्रो एकदम मेहनतको फल चाहिँ यहाँ छ यहाँ आज पनि छ यहाँभित्र पनि छ हो माछाहरू बहुत मेहनत गरेर आजको खोला खेल्दै मारेको माछाहरू चाहिँ यस्तो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो